कामु डाँडामा बिहानै उठेर बाहिर हेऱ्यौँ। आज बिहानबाटै मौसम छर्लङ्ग गरी खुलेको छ। हिजो त्यत्रो हिमपात भएको वरपर केही देखिएको थिएन। आजको यो बिहानीले सङ्केत दियो दिनभर सायद मौसम सफै रहन्छ। यो हामी बसेको एभरेस्ट भ्यू पोइन्ट होटल। यहाँ त आफू सुतेको ओछ्यान छेउको झ्यालबाटै सूर्योदय देख्न सकिने रहेछ। मौसम यस्तो खुलेको देखेर हामी सबै दङ्ग, बाहिर निस्किँदै दृश्य हेर्दै। हामी कामु डाँडाको लगभग उचाइको भेगमा भएकोले सबैतिरको दृश्य यहाँबाट एकसाथ देख्न सकिने रहेछ। यता दाहिनेतर्फका दुई अग्ला चुचुरा नम्बुर र कारेलुङुन। आज हामी त्यसको फेदी पुग्नुपर्ने हो। यहाँ सिधै अघि खोजको सबैभन्दा होचो देखिने चाहिँ सगरमाथा। सायद टाढा भएर होला, हुन त प्रभावशाली हरेक वस्तुको जति निकट पुग्यो उचाइ त्यति बढ्दै जान्छ। यहाँबाट चाहिँ दुधकुण्ड जानु हुँदाखेरि चाहिँ देख्ने लगभग सबभन्दा बेस्ट भ्यू पोइन्ट चाहिँ यहाँ छ। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। अहिले यहाँ नम्बुर, करेलङ, खटाङदेखि लिएर सबै। र यो साइडमा हेर्नुभयो भने एभरेस्टहरू देख्नुहुन्छ भने अब यो साइडमा पुरै डाँडै एकदमै रमणीय छ। र योबाट उँधो हेऱ्यो भने चाहिँ हाम्रो यहाँबाट चाहिँ धेरै गाउँहरू रिङमुदेखि टाक्सिनुदेखि लिएर यता यो साइडमा फेरि हेर्नुभयो भने यावा छुलियामुदेखि लिएर लगभग सबै एकदम बेस्ट भ्यू। र मर्निङमा तपाईँहरू यहाँ बस्नुभयो भने मर्निङमा सनराइज र इभिनिङमा तपाईँहरू फेरि यहीँ बस्नुभयो भने चाहिँ सनसेटको एकदमै राम्रो बेस्ट भ्यू छ। त्यही भएर हजुरहरू सबैलाई यहाँ वेलकम छ। र मेरो चाहिँ अब यहाँ बन्नुहुन्छ भने यहाँ चाहिँ अहिले हाम्रो जम्मा चाहिँ 10वटा रुम छ, 20 जनाको क्यापेसिटी छ। टोइलेटहरू अहिले हाम्रो छेउछाउमै भनौँ एट्याच चाहिँ छैन, तर पनि हाम्रो छेउमै छन् 2टा टोइलेटहरू। अनि हाम्रो त्यसरी छ। सकेसम्म हामीले चाहिँ यहाँको अर्ग्यानिक खानालाई चाहिँ प्रमोट गर्ने र यो आफ्नो ठाउँलाई एउटा चाहिँ हामीले चाहिँ यो नम्बुरलाई चाहिँ एउटा गडको रूपमा लिने भएको कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एकदमै अर्ग्यानिकलाई नै फोकस गरेर चाहिँ हजुरहरू सबैजनालाई वेलकम छ। यो यात्राको अन्त्यमा हामी नम्बुर हिमालको फेदीको रोचक स्थान र दुधकुण्ड पुग्नेछौँ। म आग्रह गर्छु भिडियो अन्त्यसम्म हेरिदिनु होला। बिचमा रोचक स्थानहरू पर्छन् र अन्त्यमा समुद्र मन्थन भएको भुमरीले मध्यमा हाल पनि बटारिरहने दुधकुण्डको रमाइलो दृश्य राख्नेछौँ। हाम्रो आज ठ्याक्कै माघे सङ्क्रान्तिको बिहानी हामीले एभरेस्ट भ्यू पोइन्ट होटल यो कामु डाँडामा चाहिँ ठ्याक्कै यो कन्दमूलहरूको चाहिँ स्वाद लिन पाइएको छ। सर एकदम आतुर हुनुहुन्छ मुखमा हाल्नलाई। खाइरहेको छु बिहान एकदम सबैजनालाई शुभकामना छ। यो माघे सङ्क्रान्तिको हजुर चाहिँ स्पेसल हाम्रो एउटा परम्परादेखि आएको चलनलाई हामीले जहाँ भए तापनि हामी आज चाहिँ यो के भन्छ दुधकुण्ड हिँड्दै गर्दा पनि यहाँ चाहिँ हामी माघे सङ्क्रान्तिको मनाइरहेको छ र उहाँहरू सबैले यो आज सुरुमा प्रसाद लिँदै हुनुहुन्छ। समयअनुसारको अर्ग्यानिक खानुहुन्छ भने यहाँ कामु डाँडामा वेलकम छ हजुर सबैलाई। यो होटलमै हामीले माघे सङ्क्रान्ति मनाउन पायौँ। ल आज बिहान 7:30 भइसकेछ। हामी ठ्याक्कै कामु डाँडामा उठ्यौँ। साह्रै राम्रो दृश्य देखिन्छ यहाँबाट चाहिँ। यो दुधकुण्ड यात्रामा चाहिँ अति उपयुक्त दृश्य अवलोकन गर्न सकिने एउटा स्थान चाहिँ कामु डाँडा हो। अब यही बराबरको दृश्य चाहिँ सायदै अगाडिबाट देखिन्छ, अर्कै खालको दृश्यहरू देखिन्छ। दुधकुण्ड अझै सुन्दर स्थानहरू छन्। यहाँबाट हामीलाई अर्को गन्तव्य भनेको सहस्रबेनी, त्यो चाहिँ माथि दुधकुण्डको बेस क्याम्प जस्तो अवस्थामा हामी मान्न सक्छौँ। यहाँबाट सायद 3 घण्टामा हामी त्यहाँ पुग्छौँ। त्यहाँनिर हाम्रो खाना खाने योजना छ भने त्यहाँबाट फेरि 3 घण्टा अगाडि उक्लिएपछि दुधकुण्डको साह्रै सुन्दर दृश्यहरूमा चाहिँ हामी रमाउनेछौँ। करिब 4000 मिटरको हाराहारीमा छौँ। यस्तो सुन्दर स्थान यो कुनै बगैँचा उद्यानहरू बीच हिँडे जस्तो अनुभूति भइरहेछ। यो 4000 मिटरमा पनि चिमाल प्रजातिको गुराँस भनौँ एकदमै प्रशस्त यसको वृक्षहरू छन्। कतै कतै एकल सल्लाहरू देखिन्छन्। यति सुन्दर यति मनमोहक स्थान छ। अब लगभग हामी आज दिनभरि जसो नै
यस्तै यस्तै ठाउँ भएर यात्रा तय गर्छौँ। अब त यहाँबाट देख्न चाहिँ हाम्रो सहस्र बेनी नजिकै देखिन्छ, तर पुग्नलाई अझै 2.5 घन्टा लागि नै हाल्छ। 2.5 घन्टै लाग्छ छिटो हिँड्दा पनि। तर हिँड्दा पनि यहाँ चाहिँ के भने यो हिमाली दृश्यहरूले गर्दाखेरि होइन कुनै पनि त्यस्तो अल्छी लागेको वाहनहरू केही हिँडेको जस्तै अनुभव नहुने एकदम आनन्द छ। तेर्सो फेरि बाटो एकदमै तेर्सो छ। यहाँदेखि त अब 4000बाट 4000 पुग्नु पर्यो होइन, त्यो कारणले त्यति धेरै उकालोहरू छैन।